12 क्लासको यदि हामीले जिपिए हेऱ्यौँ भने 1.8 एन्ड एबभ जिपिएलाई पनि युकेले ठाउँ दिएको छ। ब्याचलरको पर्सेन्टेज 40% मात्रै छ भने पनि बच्चाले युके स्टडी पढ्ने ड्रिम राख्न सक्छ, समस्या भएन। नमस्कार, एक्सपर्ट टकको नयाँ एपिसोडमा तपाईँलाई स्वागत छ। आज हामी एक्सपर्ट टकमा युके विभिन्न क्राइटेरियाको हिसाबले अब्रोड स्टडीका लागि कसरी बेस्ट डेस्टिनेसन हुन सक्छ भन्ने विषयमा कुराकानी गर्दैछौँ। हामीसँग हुनुहुन्छ एक्सपर्ट एजुकेसनका लागि युके एडमिसन एन्ड काउन्सिलिङ म्यानेजर पङ्कज झा। पङ्कज सर, तपाईँलाई स्वागत छ एक्सपर्ट टकमा। धन्यवाद विनोद सर। आज हामी के कुरा गर्दैछौँ भन्दा कुनै इन्टरनेसनल स्टुडेन्ट अरू विभिन्न कन्ट्रीहरूमा अब्रोड स्टडीका लागि जाने सोच बनाउनु भएको छ, तर त्यसका विभिन्न क्राइटेरियाहरूको कुरो गर्दाखेरि उहाँहरूको मिट भइरहेको हुँदैन। फाइनेन्सियल्ली भनौँ अथवा एकाडेमिक स्कोर भनौँ अथवा आइएलएसपिटीको स्कोर भनौँ अथवा अरू कुराले पनि क्राइटेरिया मिट नभएको कारणले गर्दा उहाँहरू चाहिँ एकदम तनावमा हुनुहुन्छ भने युके कसरी बेस्ट हुनसक्छ उहाँहरूको लागि? धन्यवाद विनोद सर क्वेसनको लागि। यस्ता खाले विद्यार्थीहरू जसको विभिन्न कारणले गर्दाखेरि उहाँहरूले चाहेको डेस्टिनेसनमा यदि प्लान गर्न सक्नु भएको छैन भने उहाँहरूको लागि युके सबभन्दा बेस्ट अप्सन हो। किन भन्दाखेरि विद्यार्थीहरूको एकाडेमिक इन्ट्री रिक्वायरमेन्ट, आइएल्टिएस पिटी स्कोर, त्यसपछि गएर उनीहरूको फाइनेन्सियल डकुमेन्टेसन, त्यस्तै गरेर उहाँहरूको चाहिँ एज लिमिट, यी सबै क्राइटेरियाले सबै कन्ट्रीहरूको लागि सहज हुँदैन। तर युकेको केसमा हेर्ने हो भने यी 4-5वटा कुरा जुन मैले भने ती सबै क्राइटेरियालाई युकेले सहज रूपले स्टुडेन्टहरूलाई इन्ट्री रिक्वायरमेन्ट म्यानेज गरिदिएको छ। त्यसो भए अब अब्रोड स्टडीको लागि चाहिँ उहाँहरू तयार हुनुहुन्छ, तर डेस्टिनेसन चाहिँ आफूले सोचेको भएन भने युके उहाँहरूले रोज्न सक्नुहुन्छ। त्यसमा हामी इन्डिभिजुअली जाउँ न त। अहिले तपाईँले भन्नुभयो एकाडेमिकल्ली पनि अरूसँग कम्पेयर गर्दा यहाँ चाहिँ सजिलो हुन्छ, त्यो भनेको के हो? सबभन्दा पहिला अब आफूले चाहेको डेस्टिनेसन बच्चाले जान पाएन भन्दैमा युके लिस्ट अप्सनमा प्रायोरिटीमा राख्नु भनेको त्यो नै गलत भन्छु म चाहिँ। किन भन्दाखेरि इन्टरनेसनल एजुकेसन प्रोभाइड गर्ने कन्ट्री हो नि त्यो। जति अस्ट्रेलियाले भ्यालु राख्छ त्यति नै युकेले पनि भ्यालु राख्छ। म त भन्छु अझ त्योभन्दा पनि माथि नै राख्छ। किन भन्दाखेरि इङ्ग्लिस स्पिकिङ कन्ट्री हो र वर्ल्ड वाइड एक्सेप्टेड डिग्री प्रोभाइड गर्छ। त्यो भएको हुनाले चाहिँ युके चुज गर्नु आफैमा सानो कुरा होइन। अब हामी जाउँ एकाडेमिकको कुराहरूमा। जस्तो केही कन्ट्रीहरूको लागि एकाडेमिक्सको बााउन्ड्री हुन्छ, त्योभन्दा बिलो उसले लिँदैन। किन भन्दा त्यस्तो कनेक्टिङ कोर्सहरू नै त्यो कन्ट्रीहरूमा एभाइलेबल हुँदैन। तर युकेमा के छ भन्दा यदि तपाईँको पर्सेन्टेज ब्याचलरको पर्सेन्टेज 40% मात्रै छ भने पनि बच्चाले युके स्टडी पढ्ने ड्रिम राख्न सक्छ, समस्या भएन। त्योभन्दा माथि त मजाले नै सक्छ। त्यस्तै गरेर अन्डर ग्राडमा पनि के अरे ब्याचलर लेभल पढ्न जाने विद्यार्थीहरूको 12 क्लासको यदि हामीले जिपिए हेऱ्यौँ भने 1.8 एन्ड एबभ जिपिएलाई पनि युकेले ठाउँ दिएको छ। कुनै पनि कन्ट्रीले त्यो लेभलको जिपिएलाई एक्सेप्ट गर्छ त? पक्कै पनि गर्दैन। सो त्यो कारणले गर्दाखेरि म त एकाडेमिकल्ली पुवर हुनुभएका स्टुडेन्टहरू हुनुहुन्छ भने उहाँहरूले युकेको बारेमा सोच्न सक्नुहुन्छ। अर्को अब इङ्ग्लिस प्रोफिसियन्सी टेस्टमा आफूले चाहेको स्कोर गर्न नसकेको कारण टाउको समाइरहेका स्टुडेन्टको लागि पनि अहिले तपाईँले युके चाहिँ बेस्ट डेस्टिनेसन हुनसक्छ भन्नुभयो, त्यो कसरी? अब स्टुडेन्टहरूले आइएल्टिएस दिनुहुन्छ, पिटी दिनुहुन्छ, कहिले इभन ड्युलिङ्गो पनि दिइराख्नु भएको हुन्छ, टोफल दिइराख्नु भएको हुन्छ, तर रिक्वायर्ड स्कोर आइरहेको हुँदैन। 3चोटि 4चोटिसम्म दिनुहुन्छ र हरेस खाएर उहाँले अब म गर्दिनँ भन्नुहुन्छ। त्यो केसमा पनि युकेले कम्फर्ट प्रोभाइड गरिदिएको छ। सबभन्दा पहिलो कुरो त आइएल्टिएसको रिक्वायरमेन्टै अरू कन्ट्रीभन्दा बिलो छ। ब्याचलर पढ्न जान अथवा मास्टर्स पढ्न जानको लागि 6 नट लेस देन 5.5 भए पुग्छ, एक्सेप्ट फ्यु स्पेसल कोर्सेस। त्यसपछि गएर पिटीको रिक्वायरमेन्ट पनि त्यही अनुसार म्यानेज गरिदिएको छ। यदि बच्चाले चाहेको स्कोर ल्याउन सक्नु भएन भने पनि विभिन्न इङ्ग्लिस वेबियर युनिभर्सिटीहरूले प्रोभाइड गरिदिएको छ। 12 क्लासको इङ्ग्लिसको स्कोर हेरेर अथवा मिडियम अफ इन्स्ट्रक्सन लेटर अनुसार अथवा इभन युनिभर्सिटीको आफ्नै इङ्ग्लिस टेस्ट पनि हुन्छ। त्यो इङ्ग्लिस टेस्ट एकदमै सजिलो भएको हुनाले यदि इङ्ग्लिसकै कारणले बच्चाहरूले प्लान गर्न सक्नु भएको छैन भने मल्टिपल अप्सन युकेले प्रोभाइड गरिदिएको छ। मजाले तपाईँले प्लान गर्न सक्नुहुन्छ। अर्को एज लिमिटको हिसाबले चाहिँ कसरी सजिलो छ? अब हामीले देखेका छौँ केही कन्ट्रीहरूमा सर्टेन एज ग्रुप पछि विद्यार्थीहरूलाई युनिभर्सिटीले त एक्सेप्ट गर्ला,
तर उहाँहरूको फ्युचर करियर त्यो कन्ट्रीमा म्यानेज नहुन सक्छ। सो त्यसले गर्दाखेरि अहिले आएर पछिल्लो समय त्यो एज ग्रुपभन्दा माथिका एज ग्रुप लाई युनिभर्सिटीले अफर लेटर पनि दिन छोडिसकेको छ। तर युकेमा त्यो केही पनि छैन। एज इज नट अ क्वेसन। तपाईँ पढ्न इच्छुक हुनुहुन्छ, तपाईँसँग म्यानेजेबल पैसा छ भने तपाईँले ड्रिम गर्न सक्नुहुन्छ युकेलाई। पढ्न जानको लागि एज लिमिट छैन। तपाईँको करियर सेभिङको लागि पनि एज लिमिट युकेले केही पनि राखेको छैन। अर्को महत्त्वपूर्ण कुरा भनेको अरू कन्ट्री जान चाहने स्टुडेन्टहरूले चाहिँ फाइनान्सियल डकुमेन्टेसनको कारणले गर्दाखेरिमा पछि हट्नु परिरहेको हुन्छ। त्यो हिसाबले हेर्दाखेरिमा चाहिँ युकेलाई कम्पेयर गर्दा कसरी सजिलो छ? सबभन्दा ठुलो क्वेसनै अब नेप्लिस हाम्रो नेपालमा हेर्ने हो भने त्यही नै देखिन्छ। धेरै कन्ट्रीहरूको फाइनान्सियल रिक्वायरमेन्ट अलि झन्झटिलो देखिएको छ। विभिन्न खाले अब ब्याङ्कको स्टेटमेन्टहरू, त्यसपछि गएर उहाँको ट्याक्स क्लियरेन्सहरू, बिजनेसको डकुमेन्टहरू अथवा इभन जागिर खाएको त्यो प्रुफहरू सबै कुरा म्यानेज छैन भने चाहिँ त्यो कन्ट्रीले एक्सेप्ट गरिदिँदैन। तर युकेको केसमा हामीले हेर्छौँ त्यस्ता कुनै पनि गतिविधि हुने डकुमेन्टहरू आवश्यकता पर्दैन। जस्तो 28 डेज मिनिमम 28 डेजको यदि ब्याङ्कमा पैसा होल्डिङ छ भने र तपाईँलाई युके को लागि पढ्ने इन्ट्रेस्ट छ भने तपाईँले त्यसको लागि फाइनान्सियल बर्डन लिनै पर्दैन। यदि तपाईँसँग 28 डेजको सेभिङ छैन भने पनि जग्गा सबैसँग छ। एजुकेसन लोन लिएर मजाले युकेको लागि प्लान गर्न सक्नुहुन्छ र युनिभर्सिटी र हाई कमिसन दुवैले के अरे ब्याङ्क स्टेटमेन्ट, ट्याक्स क्लियरेन्स, त्यसपछि फ्यामिली इन्कम सोर्स, रिलेसनसिप सर्टिफिकेट केही पनि नमाग्ने भएको हुनाले युकेको लागि फाइनान्सियल झन्झट केही पनि छैन। हस्, यहाँलाई धन्यवाद समयको लागि। हजुर, सबैजनालाई नमस्ते, धन्यवाद यति जेलसम्म मेरो कुरा सुनिदिनु भएकोमा। यदि तपाईँहरूकोमा पनि यस्ता खाले केही समस्याहरू छन् र तपाईँले वैदेशिक अध्ययनको लागि ब्यारियर फिल गर्नुभएको छ भने आउनुहोस् एक्सपर्ट एजुकेसन। हामी तपाईँहरूलाई निरन्तर सेवा दिन तत्पर छौँ।